यो केपी खनालको भाषण सुनेर हर्ककै कोमामा त जाने होइनन्। भाषण चाहिँ केपी खनालले चाहिँ डराइदिएको छ। ल हर्क कोमामा जान बेर छैन हो। देशवासीलाई र सरकारलाई साथ र सहयोग गर्न तयार छ। कसैले पनि डिस्टर्ब नगरौं र आफ्नो राजनीतिक एजेन्डा नबनाऊ। वर्तमान सरकार आफ्नो नागरिकमाथि राजनीति होइन, उनीहरूको जिम्मेवारी लिन्छ। वर्तमान सरकार सुकुम्बासीलाई जग्गा घरको लोभ देखाएर उनीहरूलाई बर्खाको भेलमा डुब भनेर एक्लै छाड्दैन। उनीहरू फेरि पनि चाहन्छन् कि यो देशमा कोही न कोही सुकुम्बासी भइरहन्, कोही न कोही खोलाको किनारमा बसिरहन् भन्ने उनीहरूको अझै पनि चाहना छ। यस्ता विषयमा कसैले राजनीतिक करियर बनाउने सोच राख्नु भएको छ भने कृपया आफ्नो सोच चेन्ज गर्नुहोस्। फेसबुकको स्टाटस होइन। भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीलाई किन समाधान गरेनन् भनेर सरकारलाई सोध्नुको सट्टा उल्टो प्रश्न गरिरहेका छन् कि सरकारले गरिबको घर भत्कायो भन्दै। 2046 सालदेखि अहिलेसम्म सुकुम्बासीको नाममा करिबन 20 वटा आयोग बने। यतिका वर्षमा यो आयोगले के गरे? कार्यकर्ता भर्ती गरे, सुकुम्बासीको नाममा राजनीति गर्ने र सुकुम्बासीलाई जग्गा र घरको सपना देखाउने केन्द्र बनाए यी आयोगले। तपाईँ हामी सबैलाई थाहा छ, यस्ता आयोगले सुकुम्बासीको समाधान गर्नुको सट्टा उल्टो बल्झाए। किनभने समस्या समाधान हुने बित्तिकै यिनीहरूको राजनीतिक एजेन्डा सकिने गर्थ्यो। नागरिकलाई पुस्तो